जुनुले आमालाई कति सम्झिरह होला। आमासँग छुट्टाएर त नराखम है बाबा। अन्तत फाइनली नेपाली फिल्म मिरमिरे रिलिज भएको छ र मैले यस मुभीलाई हेरेर पनि आइसकेँ। मुभी कस्तो छ त आउनुस् कुरा गरौँ। भिडियो एकदमै इन्ट्रेस्टिङ अनि रोचक हुनेछ। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला। हामी यस्तै ताजा अनि नयाँ नयाँ नेपाली मुभीहरूको अपडेट र रिभ्यू लिएर आइरहनेछौँ। जुन मुभीमा हामीले दहाङ राई, प्रकाश सपुत, सृजना निङलेकु र मोत्से गुरुङ जस्ता कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौँ भने यस मुभीको डिरेक्टर रहेका छन् याम शेर्पा। एउटा पारिवारिक कथामा बनेको चलचित्र हो मिरमिरे। जुन चलचित्रलाई हेर्नको लागि तपाईँहरूले हलभित्र सिटिसकेपछि 2 घण्टाको समय दिनुपर्ने हुन्छ र यो चलचित्र तपाईँहरूले हर कोहीसँग बसेर पनि हेर्न सक्नुहुन्छ। यस चलचित्रमा 2 यस्ता स्टारहरू छन् जुन कुनै बेला नेपाली चलचित्र क्षेत्र र गीत सङ्गीत क्षेत्रमा एक छत्र राज गरेका थिए। यता प्रकाश सपुतलाई हेर्ने हो भने कुनै बेला नेपाली गीत सङ्गीत क्षेत्रमा भगवानै मानिन थालिएको थियो। उनले जुन गीत बजारमा ल्याउँथे त्यो गीतले नयाँ नयाँ रेकर्डहरू बनाइदिन्थ्यो। जे छुए पनि हिटै हुन्थ्यो। त्यस कारणले गर्दाखेरि आज उनी गायक मात्र होइन, एउटा चर्चित नायक पनि बनेका छन्। तर त्यो सफलता उनको ओभर कन्फिडेन्समा बदलियो र उनी कस्तो समय र कस्तो व्यक्तिको बारेमा म के बोल्दैछु भन्ने कुरा पनि थाहा पाएनन्। आज त्यही बोलीको कारणले गर्दाखेरि उनलाई पनि नेपाली दर्शकहरूले पत्याउन छोडेको छन्। र उता दहाङ राईलाई हेर्ने हो भने नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ रेकर्ड बनाउनु त आफ्नो ठाउँमा छँदैछ। इन्डस्ट्री हिट चलचित्र समेत दिएका दहाङ राई जसको हालत यति बेला खराब छ, किनभने उनले पनि चलचित्र सिलेक्ट गर्नै जानेनन्। उनले जस्तो पायो त्यस्तै चलचित्रहरू खेल्न थाले र महिनामै 2-3टा चलचित्रहरूसम्म रिलिज हुन पनि भ्याए। अब यस्तो फ्यान फलोइङ भएको कलाकारहरूलाई एउटै चलचित्रमा राख्दाखेरि पनि यति बेला चलचित्र मिरमिरे हेर्नको लागि दर्शकहरूको खडेरी देखिन्छ। फेरि चलचित्र नराम्रो भएर पनि होइन, चलचित्र पनि राम्रो छ। एउटा पारिवारिक कथामा बनेको चलचित्र हो। एउटा वैदेशिक रोजगारीको यात्रामा जाने क्रममा श्रीमतीको विदेशमै मृत्यु हुनु। अब यता श्रीमान भने आफ्नो छोरीसँग जीवन बिताइरहेको हुन्छ। त्यो कुरा श्रीमानलाई त थाहा हुन्छ, तर छोरीलाई भने त्यो कुरा उसले लुकाइरहेको हुन्छ। एकपटक साँच्चै महसुस गर्ने हो भने चलचित्रको स्टोरी एकदमै दमदार छ। चलचित्रको स्टोरी एकदमै इमोसनल छ। यसपटक दहाङ राई आफू मात्र रुँदैनन्, दर्शकहरूलाई पनि भरपूर रुवाउन सक्छन्। एकदमै पीडाले भरिएको स्टोरी जहाँ दहाङ राई एउटा स्कुलको पिउनको भूमिकामा देखिएका छन् भने प्रकाश सपुत एउटा टिचरको भूमिकामा देखिएका छन्। मुभीलाई ध्यान दिएर हेर्दै जाँदाखेरि एकदमै मजा आउँछ। त्यही मजा आइरहेको बेला चलचित्रको फर्स्ट हाफ त कति बेला हुन्छ पत्तै हुँदैन। हुन त चलचित्र अलि छोटो पनि छ। चलचित्र जम्मा 1 घण्टा 45 मिनटको छ। त्यस कारणले गर्दा पनि मुभीको हाफ टाइम कति छिटो भयो भन्ने कुरा हामीलाई महसुस हुन्छ। चलचित्रको कथा अलि सानो हो। एउटा सानो कथालाई ठुलो चलचित्र बनाउन खोजिएको छ, जसले गर्दाखेरि चलचित्रको स्टोरी अलिकति स्लोली अगाडि बढेको हो जस्तो महसुस हुन्छ। तर समग्रमा भन्नुपर्दा चलचित्र राम्रो बनेको छ। विशेष गरी त यस चलचित्रको स्टोरी र कलाकारको एक्टिङलाई यस चलचित्रको ब्याकग्राउन्ड म्युजिकले प्राण भरिदिएको छ। मन्त्रमुक्त बनाएर रुवाउने टाइपको चलचित्र हेर्न चाहने दर्शकहरूको लागि यो चलचित्र एकदमै उत्कृष्ट छ, जसले तपाईँहरूलाई फेरि पनि एकपटक रुवाउन सक्छ। म यस चलचित्रलाई हाम्रो रिभ्यू नेपालको तर्फबाट 5 मा 3 स्टार रेटिङ दिन चाहन्छु। अनि के तपाईँहरूले चलचित्र मिरमिरे हेर्नुभयो त? यदि हेर्नुभयो भने तपाईँहरूलाई चलचित्र कस्तो लाग्यो आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा।